Welcome back to my आजको ब्लग ह्याप्पी रहेछ आई लभ यु सो चाहिँ हामी घर जाँदैछु बेडसिट किन्छ तर अहिले एकदम प्याक छ बजार होइन सो अब चाहिँ हामी जाँदैछौँ लाइक 9 बजे गाडी हुन्छ भन्थ्यो चलो एकछिन हेरौँ तर दसैँमा गएर जाँदा एकदम गाह्रो छ गाडी नै पाउँदैन यति धेरै मान्छेहरू छ नि आएको सो मैले आफ्टर लङ टाइम होइन धेरै पछि ब्लग गरेको त्यो कहानी धेरै धेरै लामो छ त्यसैले ओके भाइ पछि भेटौँ न हेलो गाइज भन त सक्दैन नि बोक्न ल ल ल मजाले ढाले भयो नि सक्दैन हौ बोक्न ठ्याउके उही फुट्छ क्या त्यो सामान फुट्ने गाइज बल्ल तल आइपुग्यो मेरो गाउँ यतापट्टि मेरो गाउँ यो पारिपट्टि भेग भयो बेलुकाको भ्यू एकदम बवाल छ कालस्याहार चोला बोकेर हैरान भयो दिउँसै आएको हुनु त तर उकालो हिँड्नु नसक्ने रहेछ यार विदेशी बसाइले गर्नु गऱ्यो गाउँतिरमा कोदो नै फुलिसकेको छ हौ कति छिटो यसलाई के भन्छ मस्याङ पनि फुलेछ त यार गाह्रो यार लास्टै कोदो सोदो नि फुलिसकेको छ गाइज तर लाइक हाम्रो गाउँमा चाहिँ जाडो छ जस्तो लाग्छ क्या भन्दा नि होइन तर अन्त अहिले जाडो गर्मी जस्तो लाग्छ तर हाम्रो गाउँमा चिसो जस्तो लाग्छ क्या हाम्रो गाउँमा चाहिँ के हुन्छ भने यो डाँडो होइन यो डाँडोले चाहिँ घाम सेकिदिन्छ प्लस त्यो भित्ताबाट चाहिँ चिसो आउँछ क्या सो त्यही भएर धेरै छिटो जाडो महिना लाग्छ ढेडोसम्म लाग्छ मसँग हेरौँ सो गाइज फाइनली घर आइपुग्नु लाग्यो लेट्स सी मेरो रुम कस्तो भइरहेको छ हेर्नुपर्छ टक्क लाएर यहाँनिर चिसो पानी खाएर अब चाहिँ उकालो लागेको उकालो कति लाग्यो भन्नु होइन तर आइसक्यो है विदेशबाट आएको उहिले है मान्छेहरूले लाउरोबाट आयो पैसा कमाएको भए म नेपाल आउने नै थिएन क्या यार पैसा नभएर मान्छे यहाँ कस्तो भइरहेको ओके गाइज आइसक्यो घर अब चाहिँ टक्क लगाएर भाउजू भाइहरू त तलतिर छ अझ फुचे भाइ हिँड्न सकेको थिएन बिस्तारै आउँदैछ ओहो के हो यहाँ मेरो कोठा त हेर बिजोग रहेछ त नि मेरो कोठा हालत त जुत्ता हेर सो गाइज अब फाइनली घर आइपुग्यो कोठाहरू सफा गर्नु पर्यो सफा गर्ने के गर्ने के हो यार मेरो फर्स्टमा ल्याइरहेछ त लेट्स बात नै मिलाएंगे मेरो लाइटहरू हेर्न बोलेकै छैन सो गाइज फाइनली मेरो रुम लाइट हेर न
फ्यान अब जाडो महिना लगाइसक्यो फ्यानको केही काम छैन सामान हालेरमा कुरै के हो यो अकरम बगरम मेरो खुट्टा यस्तो बबाल चिनाउँछ नि के हो यार यो जफरान यसमा के छ फेरि फोटो रहेछ यार मेरो पानी खाने बोतल मैले विदेशदेखि लिएर आएको यार ओके आज यति मेरो रुम यही हो मेरो सानो संसार